आजको दिनमा हाम्रो यहाँ घरमा जुन पूजापाठ हुनेवाला छ हाम्रो पितृ पूजा कुल पूजा र यो कुल पूजामा चाहिँ के गर्नेछौँ कसरी यसको तयारी चलिरहेको छ सबै थोक म आजको भिडियोमा तपाईहरुलाई कभर गरेर देखाउनेवाला छु हेर्दै गर्नुहोला। हेलो गुड मर्निङ नमस्कार फ्याबुला सेवारो मित्रगण सधैँ चाहिँ आज पनि म आफ्नो ब्लग लिएर हाजिर भइसकेको छु। तर आजको ब्लग भने चाहिँ अलिक भिन्न हुन गइरहेको छ किनभने आजको ब्लगमा म देखाउनेवाला छु हाम्रो कुल पूजाको नजारा। र मित्रगण आजको हाम्रो यो पूजामा चाहिँ केही सामानको जरुरत परेको थियो त्यसैले गर्दा म बिहान आइपुगे समाज हलघर र यस समाज हलघरबाट चाहिँ म केही जरुरतको सामान लानेछु जस्तै कुर्सी टेबल प्लेट्स चुला कडाई वगैरह। र मित्रगण अब चाहिँ हामीले जति पनि चाहिएको सामानहरू सब इन्तजाम भइसक्यो र अब चाहिँ म तपाईलाई सिधा लगेर जान्दैछु हाम्रो पूजा स्थलको तर्फमा जहाँनिर चाहिँ हाम्रो पूजा आज हुनेवाला छ। यो हो आजको हाम्रो पूजा गर्ने स्थल र मित्रगण हर साल झैं यस साल पनि हामी यसै जग्गामा पूजा गर्ने निर्णय गरेका छौं र यहाँ हुनुहुन्छ हाम्रो परिवारको सबैभन्दा पुरानो एकजना सदस्य र वही सदस्यद्वारा नै हामी पूजा गराउने गर्दछौं र आजको पूजामा के हुनेवाला छ सबै थोक आजको म यो भिडियोद्वारा देखाउनेवाला छु। यो ठण्डाको महिना हुनेको कारण बिहान एकदमै ठण्डा भएको कारणले गर्दा नानीहरू बिहानै आएर पनि आगो सागो जलाएर सब रेडी गरिरहेका छन् र यो प्रसादी पनि हामीले आफ्नै घरमा बनाएर रेडी गरेका हौं र यस प्रसादीद्वारा अब यसै प्रसादी नै हामीले यहाँ चढाएर हामीले पूजापाठ हाम्रो एक्जिस्टिङ हाम्रो घरमा जे पनि उपलब्ध छ त्यही अनुसार हामीले प्रसादीहरू बनाएर यहाँ हामीले रेडी गरिसकेका छौं र यस पूजा गर्नुभन्दा पहिला चाहिँ यहाँ यस जंगलमा हुन सक्छ कतिवटा सिमे भूमे नाग नगिनाहरू पनि हुन सक्छ कति भूत पिशाचहरू पनि हुन सक्छ र हामीले यहाँ गन्दा गर्यौं भने हामीले धूप जलायौं भने उनीहरुलाई असुविधा हुन सक्छ उनीहरुलाई पनि आशा लाग्न सक्छ। त्यसले गर्दा चाहिँ अब हामीले बुजुर्गहरूले भने अनुसार पहिलाको पिता पुर्खाहरूले भने अनुसार उहाँको हिसाबले चाहिँ अब हामीले यहाँ एउटा सानो थान बनाएर उहाँहरूलाई पनि याद गरेर सबैलाई अब हामीले यहाँ जे प्रसाद बनाएका छौं जे धूपहरू लगाउँदैछौं सबै उहाँहरूलाई पनि दिएर उहाँहरूलाई सम्झाउँदैछौं कि हामीले आफ्नो कुल पूजा गर्न गइरहेका छौं र तिमीहरू जहाँ छौं जस्तो स्थानमा छौ हैन तपाई त्यस्तो रहनिदिनु होला हाम्रो पूजापाठमा बाधा नगर्दिनु होला भनी हामी उहाँलाई उहाँको आशीर्वाद लिएर हामी आफ्नो पूजापाठ गर्न गइरहेका छौं र आउनुहोस् मित्रगण यसरी नै अब आजको यस पूजापाठलाई हामी अगाडि बढाउँदै यहाँ तपाईहरुलाई म देखाउन गइरहेको छु र यस पूजा चाहिँ हाम्रो तामाङ जातिको एउटा कुल पूजा हो बाजे पूजा र यस बाजे पूजा चाहिँ हाम्रो पहिलाको पुर्खजहरूको अनुसार चाहिँ सालमा 2 खेप गरिन्थ्यो उधौलीको समयमा चैत वैशाख महिनामा र उभौलीको पूजा चाहिँ मंसिर महिनामा र हामी चाहिँ एकै बार गर्ने गर्छौं सालमा त्यसले गर्दा हामी खाली उभौली मात्रै गर्छौं र उभौली गर्नको कारणले चाहिँ यो मंसिर महिनामा हामी गरिरहेका छौं र यस पूजा बाहेक अझै एउटा मेमे ख्यापाको हामी पनि पूजा पनि गर्दछौं जो चाहिँ नवरात्रिको टाइममा हुँदछ र यो नवरात्रिको टाइममा गरिने चाहिँ ख्यापासुन भनिन्छ र आजको दिनमा हामी यो बाजे पूजा गर्न गइरहेका छौं र मित्रगण हुन सक्छ हर जग्गामा हर एरियामा यो हर क्षेत्रमा यो पूजापाठ गर्ने तौर तरिका चाहिँ अलग अलग हुन पनि सक्छ र हामीलाई बताए अनुसार हामीले देखे अनुसार र हामीले सुने अनुसार हामीले आफ्नो हिसाबले हामीले पूजापाठ गर्न गइरहेका छौं र तपाईहरुको एरियामा कुन हिसाबले गर्छ कमेन्ट्स गरेर भन्नु होला। ल है साथीहरु अब हामी चाहिँ यहाँ आज के गर्दैछौ तिमीले पुत्ला छिलेको के गर्दैछ आज हाम्रो यहाँ पूजा ल अब म भिडियो बनाइदिन्छु है म भिडियो बनाइदिँदैछु है। यो चाहिँ हो हाम्रो किचन रुम यहाँनिर चाहिँ आज हाम्रो पूजा हुँदैछ ए बहिनी आउनुपर्छ नि यहाँ इस्कुसको जरा हो यहाँनिर टाइमै त पाउँदैन यता हेर्नुहोस् न हात हल्लाइदिनुहोस् यस्तो गरेर हल्ला लु यहाँ डल्ले खोर्सानी यहाँ बहिनी ल्याएर बिहानै पुरै मद्दत गरिदिँदैछ यस्तो गरिदिनुहोस्
र मित्रगण यसरी नै आजको हाम्रो दिनको सुरुवात भइसकेको छ र आज चाहिँ हामीले यहाँ घरको पूजा आफ्नो कुल पूजा गरिरहेका छौँ र यो कुल पूजाको के तयारी चलिरहेको छ के भइरहेको छ त्यो चाहिँ मैले देखाइहालेँ र पूजा कसरी भयो त्यो पनि मैले देखाइहालेँ र अब चाहिँ हाम्रो यहाँ गाउँको समाजको दाजुभाइहरू पनि आउनेवाला छ हाम्रो इष्टमित्रहरू र उहाँहरूको लागि अलिकति चिया चमेनाको लुगा व्यवस्था गरिएको छ आउनुहोस् हेर्दै गर्नुहोस्। तो देखिए दोस्तों ये आज हमारा यहाँ पर कुल पूजा का कार्यक्रम चल रहा है। तो पूजा पाठ सवेरे हो चुका है। अभी हम लोग यहाँ पर हमारा जो मेहमान लोग आने वाला उसके लिए हम लोग खाना पीना का बंदोबस्त कर रहे हैं। चलिए आगे करते हैं। यहाँ चाहिँ हुँदैछ आज हाम्रो खानापिना के बनिँदैछ हौ? सुप लोकल चिकन स्टू बनिँदैछ यहाँ हाम्रो गाउँको हेड कुक। यहाँ पनि देखाइदिउँ। यहाँनिर मटन यहाँ चाहिँ मटन भन्नुपर्छ नि के बनाउनु छ देखाइदिनुहोस् लु। स्पेशल चिकन स्टू पापड। यहाँ कता हेड कुक लु भनिदिनु पर्यो अब। यहाँ चाहिँ मालिकको हालत खराब। आजको दिनमा हाम्रोमा पूजा थियो हो, सबैजना आइदिनु भयो, खुसी लागिरहेछ। यसरी नै हर साल मनाउनु पाऊँ हैन, सबैजना आएर। हेलो हेलो बाबा खोइ खम्री म खै खम्री पिरो आएको अपुई स्विगीको कन्टेन्ट क्रिएटर हो फेरि सालै पछि हुन्छ हाम्रो यो सधैँ पनि गरिरहन्छ हाम्रो है। आज 2025 को लास्ट हाम्रो बाजे पूजा हो यो हाम्रो मणिकुमार तामाङज्यूको घरमा है। हामी यो पूजाको सरणी हामी है बिहान आएर हामी सबै पूजाआजा गरिसकेर है सबै हामी अहिले खानापिनाको सुरुमा गइरहेछौँ। एकजना क्रिएटर यहाँ पनि छ भन न। नानीहरू छ हैन, हर साल यस्तै मनाइरहनु पाऊँ हैन। र मित्रगण आज यति नै, यसैको साथमै आजको भिडियो यहीँ समाप्त गर्ने आज्ञा चाहन्छु। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। भोगटी चाहिँ कति छ भने यहाँ